ल गाइज हामीहरू चाहिँ तमिलनाडु जाँदैछौँ होइन। अब रातिको 12 बजिसकेको छ, अलाउड छैन, बाघ भालु आउँछ भनेर चाहिँ अलाउड छैन। त्यही पनि हामी गइदिएको होइन। भोलि सन्डे घुमघाम गर्नुपर्छ भनेर चाहिँ हामी हिँडिरहेछौँ। देख्न सक्नुहुन्छ हजुरहरू पनि। अब हिँडिरहेछौँ, रातिको बाटो हो, साथ दिनु होला सबैहरू होइन। जाँदा जाँदै फेरि एउटा मन्दिर आयो। मन्दिर आउँदाखेरि हामीले लामो यात्राको बाटो भनेर चाहिँ हामीले ढोकेर गयौँ होइन। अनि फेरि जाँदा जाँदै फेरि कस्तो जङ्गल बाटो आयौँ होइन। बाघ भालु आउँछ नि त त्यहाँ, अनि अलाउड थिएन, त्यही पनि हामी आयौँ फेरि दाइहरूको रुमतिर लाग्यौँ। देख्न सक्नुहुन्छ कस्तो कच्ची रोड छ होइन। फेरि मेरो गाडी पनि त्यस्तै छ, त्यही भएर चाहिँ मलाई लास्टै डर लागिरहेको थियो। घर पनि छैनन्, केही पनि छैनन्। अब यस्तो जङ्गलमा जान नराम्रो कुरा हो नि त, त्यही भएर चाहिँ हामी गइदिएको। हामी हिँड्दै फेरि तिनीहरूलाई पनि थाहा छैन कि हामी आछौँ भन्ने कुरा होइन। अब देख्न सक्नुहुन्छ हजुर रियाक्सन कस्तो हुन्छ। हेर्नुहोस्, हाम्रो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु। अब हामी पुग्दैछौँ होइन, पुगिसकेका छौँ गेटमा। अब तिनीहरूलाई भनेको छैनौँ, तिनीहरूको रियाक्सन कस्तो हुन्छ देख्न सक्नुहुन्छ। आइसक्यो, फेरि पुगिसक्यौँ होइन। सँगै जानु होला, त्यसपछि रियाक्सन देख्न। बाँकीको भिडियो चाहिँ भोलि आउँछ डे। अब देख्न सक्नुहुन्छ हजुर, हेर्नु। अब हामी गाडी साडी साइडमा राख्छौँ अनि भित्र जान्छौँ, हेर्न सक्नुहुन्छ होला गाइज। गाइज हामी पुगिसक्यौँ, हेर्नुहोस्